Guys, welcome back to my channel. Namaste, Jorle, Jojo Loppa, Lasa Fafula. हामी चाहिँ हाम्रो माइस्थान मन्दिर आएको छौं। अब पिछाडी देख्न सक्नुहुन्छ झमकदो पुल आइपुगे। यता चाहिँ हाम्रो एन्ट्रेन्स यस्तो छ है। साथीहरु, यो चाहिँ हाम्रो कमलामाई मन्दिर, जसलाई हामी माइस्थान मन्दिर पनि भन्छौं। तपाईहरुले चोखो मनले माग्नु भयो भने तपाईहरुको इच्छा पूरा हुन्छ है। तपाईहरुलाई मन्दिरमा बिहे गर्नु छ भने यहाँ हामीसँग मण्डपको पनि व्यवस्था छ है। त्यसैले भएर अब मन्दिरको भयो। किनभने मन्दिर इज अल अबाउट दिस बेल्स। एक घण्टाको पर्खाइपछि चाहिँ मेरो बाबा र मामु आइपुग्नु भयो भर्खरै। हामीलाई एकदम धेरै वेट गराउनु भयो। नेक्स्ट डे आज चाहिँ हामी पपैया खाना गइरहेको छौं। हाम्रो बारीमा फलेको पपैया है। मिठो रहेछ, मिठो। हाम्रो मिठी भाइ जंगली पाराले खाएन भन्नु होला है। साथीहरु, हाम्रो चाहिँ आज पानीपुरी पार्टी हुँदैछ। हाम्रो सविता दिदी मसँग रिसाउनु भएको छ। हाम्रो कान्छी दिदी, वन्दना बहिनी, मामु, पानी पनि रेडी भइसकेको छ। ल साथीहरु, मोमेन्ट अफ ट्रुथ। वन्दना बहिनीले बनाएको पानीपुरी कस्तो छ चाख्न है। ल्याउ ल्याउ। आलू चाहिँ हालेको जस्तो मात्रै गरे है। साला ये दुख का खत्म नहीं होता बे। अर्को देऊ त मलाई। ल हाल्नु न यो। घरकी मुर्गी दाल बराबर। वन्दना बहिनी चाहिँ पानीपुरी खान एकदम बिजी। अनि बिचरा ग्रेसलिन त उठेर व्या व्या गरेर रोइराखेको रहेछ कि। हाँस्दिनुस्, हाँस्दिनुस्। छैन। अब चाहिँ म चोक जान लाग्यो हाम्रो कान्छे खोपुलाई पुऱ्याउनको लागि। उहाँलाई गाडी चलाइदिनु। सो कान्छे दिदी बाई बाई भनिदिनु। बाई बाई। ग्रेसलिन छोरी, आमा ग्रेसलिन छोरी पनि आएछ। ल अब दिदीको झोलाखोला सब प्याक भइसक्यो। अब माइतबाट लाने कोसेलीहरू सबै झोलामा थन्किसक्यो। अब चाहिँ हामी बस पार्कतिर जान्छौँ। ल नेक्स्ट डे देख्न सक्नुहुन्छ तपाईहरुले छठ पूजा।
The next day. साथीहरु एउटा कुरा सोध्न मन लाग्यो के यो डग क्या मेरो मात्रै यस्तो हो कि तपाईहरुको पनि यस्तै छ अटेन्सन सिकर उला काखमै बस्नुपर्छ उला माया गरिराख्नुपर्छ साँझको टाइममा चाहिँ हाम्रो इभिनिङ वाक युकी र ओसनसँगको यसरी गइरहेको थिएँ म है मैले यहाँ गोबर देखेँ क्या ल गोबर देख्नु त नर्मल होइन हेर्नु न गोबरमा के छ नरिवल छ नरिवल यार अमिर भैँसी रहेछ साथीहरु बेलुकाको ड्युटीमा हिँडियो है अनि अलिकति फोहोर रहेछ अलिकति फ्याँकिदिउँ भनेर किनभने हाम्रो कमलामाई नगरपालिका 7 लुङ्गेलीटारमा चाहिँ नगरपालिकाको गाडी आउँदैन है कहिले पनि फोहोर टिप्नलाई अब कसले सुन्नुपर्ने हो यो कुरा खासमा गडौली खोला हाम्रो गडौली खोला चाहिँ पुरै फोहोर भइसक्यो क्या अब नखाएको विकल्प छैन हो अब फोहोर फ्याँक्ने पर्छ घरमा राखेर हुँदैन डस्टबिनमा हामी राख्छौँ तर महिनौ राख्दा पनि आउनुहुन्न क्या उठाउनलाई ल अब लाग्यो अब यो फोहोरको के भन्छ यो फोहोरको समस्याको समाधान चाहिँ कसले दिने हो हामीलाई तुरुन्त चाहियो कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी अब अगाडिको क्लिपमा मैले फोहोरको कुरा गरिहालेँ अब जसँग सम्बन्धित हो उहाँहरूको ध्यान आकर्षण होस् भन्ने रिक्वेस्ट गरेँ है मैले यो भिडियो मार्फत सनसेटको टाइम छ हेर्न सक्नुहुन्छ राम्रो सनसेट देखिरहेछ यहाँ हेर्नुहोस् फोहोर यस्तो छ क्या फोहोर चाहिँ यस्तो यो चाहिँ हाम्रो गडौली खोला है अब सानैदेखि देखिआएको हुर्केको मतलब पौडी खेल्दै हुर्केको माछा मार्दै हुर्केको खोला यो हाम्रो गडौली पुल यसलाई चाहिँ पहिला क्या एकचोटि बाढी आउँदा झन्डै बगाएको क्या लगभग माथि नै टच भएको थियो अनि यो चाहिँ हाम्रो फाँट एरिया भयो अब पुरै धमाधम धान चाहिँ काट्नको लागि होइन कि काट्न स्टार्ट नै भइसकेको छ है अरे कहना क्या चाहते हो यो चाहिँ मैले नजिकबाट देखाएँ हाम्रो फाँट एरिया मेरो युकी ओसन डनहरू यहाँ चाहिँ सनसेट हुँदैछ तर सुन्दर छ संसार विपना भन्दा त्यही सुन्दर छ यार मेरो गाउँ म चाहिँ डुल्दै यहाँ के भन्छ बिटा गरेको ठाउँमा आइपुगेँ हामीले चाहिँ बिटा भन्छ अनि यो चाहिँ कुली लगाइराख्नु भएको रहेछ अनि धान पनि झारिरहेको रहेछ अलिअलि अर्को पनि नै यता चाहिँ कुन्यौ लगाइराख्नु भएको छ यता चाहिँ धान भुसा हुन्छ नि त्यो निकाल्दै हुनुहुन्छ साथीहरू यो चाहिँ मेकानाइजेसन इन एग्रिकल्चर है कृषिमा यन्त्रीकरण भयो यो चाहिँ अहिले थ्रेसर लाएर झारिरहेको छ धान यसले चाहिँ अब के हुने भयो भन्दाखेरि एउटा चाहिँ वातावरण भनौँ न वायु प्रदूषण हुने भयो अनि अर्को भनेको चाहिँ पराल एकदम ढुट्टो हुन्छ क्या योबाट निक्लेको पराल चाहिँ हामीले च्याउ खेतीहरूको लागि गुन्द्री बनाउनको लागि चकटी बनाउनको लागि प्रयोग गर्न मिल्दैन अब छिटो छरी त यही हुन्छ त्यही भएर आजभोलि एकदम गाउँमा यही चलेको छ अर्को चाहिँ अब म्यानुअली झार्छौँ हामी होइन एकदमै त्यो एनर्जी लगाएर ह्युमन लेबर लगाएर अब चाहिँ यो कुरा ओसनलाई डुलाएर पनि भ्याएँ मैले त्यो बिटा लगाएको भिडियो पनि अलिअलि सुट गरेको छु अब म घर जान्छु बाई बाई म त युकी र ओसनलाई डुलाएर आएको कि घर यो तिनवटा त है पुरै जुत्न लागिरहेर क्या अनि म आएपछि त ठ्याक्कै बन्द गरिदियो बोलाइरह सिङ्गल आइज भन्दै
यस्तो नजारा हेर्नको लागि मलाई सब्सक्राइब गर्नुहोला। मेरो युट्युब जर्नीमा मलाई साथ सहयोग र माया दिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाद मेरो मनबाटदेखि नै। अनि म चाहिँ अब यस्तै खालको राम्रो भिडियोजहरू चाहिँ अपलोड गर्न ट्राई गर्छु एकदम ज्यादा। थ्याङ्क यू सो मच फर वाचिङ।